हरे कृष्ण। मेरो भर्खरैको भिडियोमा केही साथीहरूले आफ्नो प्रतिक्रिया राख्नु भएको रहेछ, जसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद। यदि कृष्ण मात्रै भगवान हुनुहुन्छ भने अरू चाहिँ को हुन् त त्यसो भए? र यसकै उत्तरको लागि आज म हजुरहरूलाई केही शास्त्रगत प्रमाणहरू देखाउनेछु। हरे कृष्ण। यो हो हाम्रो श्रील प्रभुपादद्वारा अनुवादित श्रीमद् भागवतमको पहिलो स्कन्ध र पहिलो स्कन्धको 9औं अध्यायको 18औं श्लोकको तात्पर्यमा यहाँ प्रभुपादले भन्दै हुनुहुन्छ, भगवान श्रीकृष्णको प्रथम विस्तार बलदेवका रूपमा हुन्छ र बलदेव अरू अनेकौं रूपमा जस्तै शङ्कर्षण, प्रद्युम्न, अनिरुद्ध, वासुदेव, नारायण, राम तथा नरसिंह आदि रूपमा आफ्नो विस्तार गर्नुहुन्छ। यी सबै अंश एउटै विष्णु तत्त्व हुन् र श्रीकृष्ण यी सम्पूर्ण पूर्ण अंशहरूका आदि स्रोत हुनुहुन्छ। त्यसैगरी पेज नम्बर 464 मा हेर्न सक्नुहुन्छ, श्रीकृष्ण मात्र आदिनारायण हुनुहुन्छ, किनभने भगवान श्रीकृष्ण नै आफ्नो पूर्णांशबाट कारणोदक्षाय विष्णुका रूपमा प्रकट हुनुहुन्छ, जो सम्पूर्ण भौतिक सृष्टिका मूल मुहान हुनुहुन्छ। हजुरहरूले भिडियोलाई पज गरेर पढ्न सक्नुहुनेछ। तर यसो भन्दै गर्दा प्रभुपादद्वारा नै अनुवादित श्रीमद् भगवत गीतामा प्रभुपादले धेरै जसो ठाउँहरूमा विष्णु अथवा कृष्ण भन्नुभएको छ, अर्थात् विष्णु वा कृष्ण एउटै हुनुहुन्छ, उहाँहरूमा केही पनि भिन्नता छैन भनेर प्रभुपादले भन्नुभएको छ। यो पनि हेरौँ है त एकछिन। यो हो श्रील प्रभुपादद्वारा अनुवादित श्रीमद् भगवत गीता र श्रीमद् भगवत गीताको तेस्रो अध्यायको 9औं श्लोकको तात्पर्यमा, त्यसैले भगवान श्रीकृष्ण अथवा विष्णुलाई खुसी बनाउनका लागि मानिसले कृष्ण भावनामा रहेर कर्म गर्नुपर्दछ। यसरी प्रभुपादले एक ठाउँमा होइन धेरै ठाउँमा यता पनि हेर्न सक्नुहुन्छ, भगवान कृष्ण अथवा विष्णु दुई वैको नाम राख्नु भएको छ। अर्थात् यहाँबाट कुरा प्रष्ट हुन्छ कि विष्णु अथवा कृष्णमा कुनै पनि भिन्नता छैन। त्यसैगरी यता पनि प्रभुपादले ठाउँ ठाउँमा कुनै बेला कृष्ण कुनै बेला विष्णु राख्नु भएको छ। यो त भयो शास्त्रमा लेखिएको कुराहरू, तर म हजुरहरूलाई के अनुरोध गर्न चाहन्छु भने म जस्ता पतितात्माहरूले यो शास्त्र बुझ्ने क्षमता राख्दैन। त्यही भएर हाम्रो प्रभुपादले जे भन्नुहुन्छ मैले त्यही कुरा हजुरहरूलाई जस्ताको तस्तै राख्न प्रयास गरेको र निष्कर्षमा हामी यहाँबाट के बुझ्न सक्छौँ भने भगवान कृष्ण र भगवान विष्णुमा कुनै पनि अन्तर छैन, दुवै एउटै हुनुहुन्छ र अरू जति पनि हुनुहुन्छ सबै भगवान कृष्ण अथवा भगवान विष्णुको अन्डरमा रहेर ब्रह्माण्डका विभिन्न गतिविधिहरू सञ्चालन गर्नुहुन्छ। त यहाँ मेन बुझ्नुपर्ने कुरा के हो भने को सानो को ठुलो भन्दा पनि यहाँ भगवानको नाम जप गर्नु चाहिँ ठुलो कुरा हो। त्यही भएर अहिलेबाट हजुरहरू पनि भगवानको नाम जप गर्न सुरु गर्नुहोस्। हरे कृष्ण।